नमस्कार दर्शकवृन्द। यसभन्दा अगाडिका भिडियोमा हामीले 12 महिनाका जन्मिने व्यक्तिहरूको स्वभाव कस्तो रहन्छ यो विचार गरेको थियौँ। आज हामी 13औं महिना नि हुन्छ र अवश्य हुन्छ। हाम्रो हिन्दू संस्कार अनुसार प्रत्येक 3 वर्षपछि एउटा अधिक मास अर्थात् एक्स्ट्रा महिना आउँछ। त्यो अधिक मासमा जन्म लिने व्यक्तिहरूको स्वभाव कस्तो रहन्छ हेरौँ। विषयहीनमतिः सुचरित्रदृग् विविध तीर्थकरश्च निरामयः सकलवल्लभ आत्महितङ्करः खलु मलिम्लुचमास भवो नरः। अब अधिक मासमा जन्मिने व्यक्तिको स्वभाव कस्तो रहन्छ भन्दा एकदमै सांसारिक विषयबाट अलग रहने, अर्कै दुनियाँको जस्तो देखिने, अत्यन्त सुन्दर चरित्र भएको, सुन्दर दृष्टि भएको, तीर्थ भ्रमण गर्ने, निरोगी, कहिले रोग नलाग्ने, सबैका प्रिय र आफ्नो हित गर्नेवाला व्यक्तिको जन्म अधिक मास अर्थात् 13औं महिनामा हुने गर्दछ।